हेलो नमस्कार। हामी चाहिँ आज थोलुङ दुधकोशी गापा आइपुगेका छौँ है त। थोलुङ दुधकोशी गापाको पनि सबभन्दा ओह्रालो भाग भनेको तपाईँको बर्दुघाट। यो पछाडि देखिएको यो बरको बोट करिब 300 भन्दा अगाडि तो भने चाहिँ 300 वर्षभन्दा अगाडिको भन्ने कुरो यहाँको 3 पुस्ताकै कुरो सुन्यो हैन। अब एउटाले अर्कोलाई बताउँछ नि त, अर्कोले अर्कोलाई बताउँछ। त्यस्तै यो बर प्लस तलको दुधकोशीको घाट मिलेर बर्दुघाट। हाल चाहिँ यो लीलाबहादुरको घर अन्त लीलाबहादुर बस्नेतको घर नेरी छ है त। मौसम ठिकै छ, पानी परेको छ, बाटो बिग्रेको छ। म चाहिँ यहाँबाट सल्लेरीको यात्रामा हो है, हिजो आथे। बाटो यिनै हुन्। पुराना अस्तित्वका रुखहरू भेटिन्छन् हैन। सबै कुरो यस्तो त नहोला।